हेर्न सक्नुहुन्छ हामी यता भित्र घुम्दैछौँ। हेर्न सक्नुहुन्छ है। अब हामी बाहिर निस्किने गाइज अब चाहिँ हामी भित्र घुम्दैछौँ। बौद्ध स्तूपको भित्र हेर्न सक्नुहुन्छ तपाईँहरू। भिड त्यति पनि छैन, ठिकै छ भिड। यहाँ हेर्न सक्नुहुन्छ मूर्तिहरू। हामी घुम्दैछौँ, मजा आउँदैछ गाइज। हामी चाहिँ यता छिरेको छौँ। मलाई ठाउँको नाम थाहा छैन, हेर्न सक्नुहुन्छ। अब हामी अरू ठाउँ पनि घुम्नेछौँ, अरू भ्लगहरू पनि आउनेछ छिटै। अनि गाइज तपाईँहरूले मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु र पुरानो हुनुहुन्छ भने लाइक सेयर कमेन्ट गरिदिनु होला। अनि तपाईँहरू हेर्न पनि सक्नुहुन्छ। हामी चाहिँ घुम्दैछौँ अनि घर चाहिँ हामी एकछिनतिर जाने हो गाइज। हामी चाहिँ फेरि अब घरतिर फर्किँदैछौँ गाइज। हामी चाहिँ फेरि यहाँबाट घुमेर घर जाने गाइज। अब हामी बौद्ध स्तूपले गर्दैछौँ, हेर्न सक्नुहुन्छ है। अब हामी रोडतिर निस्किँदैछौँ अनि अब हामी घर जाने गाइज। हामी अब घर फर्किँदैछौँ। मम्मीहरू पछाडि, मैले हल्का अगाडि। मम्मीहरूले चाहिँ मुचा किनिदिन्छ बहिनीको लागि, हेर्न सक्नुहुन्छ गाइज। हामी चाहिँ अहिले गलीभित्र छिरिसकेको छौँ, हेर्न सक्नुहुन्छ। अब घर पुग्न अझै टाइम लाग्छ होला, 5 मिनट लाग्छ होला। मैले बाटोमा भिडियो नबनाएको होइन, भिड थियो अनि द्याट्स वाइ मैले बनाएको छु हल्का, हेर्न सक्नुहुन्छ बिच बाटोको। अनि अहिले चाहिँ अब कति बज्यो भने 6:10 भइसक्यो। अनि अब यसको अब घर जाइन्छ अनि अरू ठाउँ पनि घुम्न जाइन्छ। म त्यसको भ्लग पनि हाल्दै गर्छु गाइज। अनि यसको चाहिँ कतिवटा पार्ट हुन्छ त्यो पनि थाहा छैन, म चाहिँ हाल्छु। अब घर गएर एडिटिङ गर्छु एकछिन। अनि गाइज हामी चाहिँ घर आइपुग्यौँ अब होइन। अब गएर फोन चलाउने अनि टिभी हेर्ने, त्यही हो। अनि अब हामी भित्र छिरिसक्यौँ। हेलो गाइस, आज चाहिँ हामी खाँदैछौँ घरमा 2 PM नुडल्समा चाहिँ हामीले अन्डा ससेज हालेको छौँ। अनि यहाँ चाहिँ कोक पनि छ। आजको खाजा चाहिँ यही हो हाम्रो गाइस। म तपाईँलाई खाएको पनि देखाउँछु। यहाँ कोकमा आइस हाल्दैछौँ। यहाँ चाहिँ हाम्रो खाजा रेडी भइसकेको छ। यहाँ कोकसँग 2 PM नुडल्स यहाँ बिन्सा दिदीले खाँदै हुनुहुन्छ। अब मेरो टर्न खाने, हेर्न सक्नुहुन्छ। चाहिँ हामी स्केट पार्क पनि जान लागेको छौँ मिसितिर गाइस। यहाँ चाहिँ यानाले पनि खाँदैछ, हेर्न सक्नुहुन्छ। फोन हेर्दै यानालाई पिरो लागेन अरे, यहाँ धुलो खोर्सानी हाल्दै हुन्छ बिन्सा दिदीले। ए यहाँ खाइदेऊ त, थोरै हालिदिनु न ल, खाइदेऊ त यहाँ ल। ए गाइस यानाले खाएको छ गाइस। हामी चाहिँ खाइसकेको छु, खाँदै हो, मिठो छ। यानाले खाँदैछ, हेर्न सक्नुहुन्छ गाइस। यानालाई उब्बर पिरो भइसकेको छ अनि खानै सकेको छैन, हेर्न सक्नुहुन्छ। कोक सकाइसकि पिरो भएर गाइस। यहाँ मम्मीले भाँडा माझ्दै हुनुहुन्छ, मैले चाहिँ खाइसकेँ। अब यहाँ बिन्सा दिदीले खाँदै हुन्छ, यानाले खाँदैछ, हेर्न सक्नुहुन्छ।